डरलाग्दो वनको बाटो आइरहेका छौँ। हेर्नुहोस् माथि हेर्न सक्नुहुन्छ माथितिर हेर्नुहोस् यस्तो छ वन तल चाहिँ घरहरू छन् र तल लागेको कारणले देखेको छैन त्यो चाहिँ मूलपानीको टार हो उहाँ देखेको देख्नुभयो हजुरले मलाई देखाउनुहोस् त यता बल्ल हिँड्यो ल देखाउनुहोस् त हेर्नुहोस् यस्तो सुनसान वन छ है अहिले त के छ र अहिले त छैन हजुर बिचमा पुग्नुभयो भने हजुर हामीले सबै हिँडेर उसले त्यहाँसम्मको भ्यू देखाउन गइरहेका छौँ एकदम उकालो बाटो भएर पनि होला एकदम यहाँ भइरहेको छ हेर्न सक्नुहुन्छ हजुरहरूले गाइज यस्तो रहेको छ हजुरलाई चाहिँ आज हामीले पुरानो बाटो 50 वर्ष पुरानो बाटो हुन त 150 वर्ष पुरानो बाटो रहेको छ हामी पहिलोचोटि यो बाटोमा हिँड्दै गरेका छौँ अहिलेसम्म देखेको छैन है यहाँ चाहिँ अब देखाउनुहोस् न बाटो पुरै क्लियर यताउति देखाउनुलाई नि छ हेर्न सक्नुहुन्छ तल त गाउँहरू छ नि यहाँ माथि हेर्नुहोस् यस्तो वन छ अब स्टार्ट हुँदैछ वन बिचबिच अलिअलि छैनन् वन हजुर बिचमा पुग्नुभयो भने चाहिँ एकदमै डरलाग्दो किसिमको वन आउँछ यस पछाडि भन्ने चाहिँ हामीले सुनेको छौँ अब कस्तो छ त अब हेर्दै जाऊँ कस्तो छ त अब हामीले पनि हेर्दै जाऊँ हेर्दै गर्नुहोस् हामीले वाच गरिराख्नु होला हेर्न सक्नुहुन्छ है अहिले चाहिँ हामी यहाँ आइसकेका छौँ वन स्टार्टिङ भइरहेको छ बजारहरू केही देखिएको छैन हेर्नुहोस् गाउँहरू पनि झपक्कै ढोकिसकेको छ अहिलेसम्म हिँडेको त छैन यो बाटो त्यही पनि हामी एकचोटि ट्राई गरौँ न भनेर हिँडेर आएको हजुरले हेर्न सक्नुहुन्छ प्रत्यक्षमा हेर्नुहोस् यस्तो चट्टान रहेको छ यहाँदेखि माथितिर चाहिँ एउटा भिलाङखोरी अनि गाउँ रहेको छ यो वनदेखि माथि बजार रहेको छ तल उता चाहिँ बागलुङ बजार रहेको छ उतातिर चाहिँ ढोकिसकेको छ बागलुङ बजारले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अलिक उजेलो उजेलो है छैन अब अलि माथि अस्ति बनिसकेको छ हामीले वाच गरिराख्नु होला हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ आइसकेका छौँ हेर्नुहोस् यहाँ चाहिँ अलि उजेलै छ बिचैमा पुग्नुभयो भने हजुरहरू एकदम सुन्छ अनि घाम पनि पर्न सक्दैन त्यो ठाउँमा एकदमै अँध्यारो रहेको छ त्यो ठाउँ हेर्न सक्नुहुन्छ यो बाटो चाहिँ अहिलेसम्म कोही नि आएन हेर्नुहोस् हामी दुईजना बाहेक यो बाटोमा अहिले कोही नि आएन त उतालाई हेर्न सक्नुहुन्छ उतालाई हेर्नु सुन्दैछ बाटो र पनि हामी आँटिँदा र बस्छ भएर हामी हिँडेका छौँ हजुरले हेर्दै गर्नु होला अब चाहिँ रातो माटो खन्ने आएका छौँ हेर्नुहोस् खनेका छौँ तल चाहिँ तातो पानी भन्ने गाउँ चाहिँ देखिरहेको छ उहाँ तल हेर्नु सक्नुहुन्छ चौतारो रहेको छ हेर्नुहोस् यहाँबाट अलि उता चाहिँ हाम्रो रास बिसाउने ठाउँ रहेको छ रासहरू हुन्छ नि त्यो बिसाउने ठाउँ रहेको छ हेर्न सक्नुहुन्छ हजुरलाई मैले देखाउँछु हेर्नुहोस् माटो खनिरहेका छन् गाउँ देखियो मूलपानी हेर्नुहोस् मूलपानी नै हो हेर्नुहोस् कस्तो बाघ बस्नु होला केही छैन यो वनमा दर्शक बाँधको अगाडि हामी दुईजना मात्र छौँ है वनको बिचमा हेर्न सक्नुहुन्छ हजुरहरूले एकदम हामी यहाँ आइसकेका छौँ राम्रोसँग बाटो हामी चाहिँ यहाँ आइसकेका छौँ हेर्नुहोस् यत्रो बाटो चाहिँ हामी हिँडेर आइरहेका छौँ हेर्न सक्नुहुन्छ हजुरहरूले प्रत्यक्ष प्रसारणमा रहिरहेर हेर्दै गर्नु होला ल हेर्नुहोस् अब चाहिँ हामी आइपुग्नै लागेका छौँ हेर्नुहोस् वन उहाँ पुग्न पर्ने रहेको छ हेर्नुहोस् वन कस्तो छ यो गाउँ चाहिँ तातोपानी गाउँ हो हेर्न सक्नुहुन्छ अब चाहिँ स्टार्ट हुँदैछ वन कोही हिँडिरहेका छैन हामी मात्र दुईजना मात्र छौँ है गाइज हेर्न सक्नुहुन्छ अब चाहिँ अँधेरो छ अँधेरो हेर्नुहोस् वन घाम चाहिँ अलिअलि परिरहेछ अब हिँड्ने चाहिँ अलि डर हुन्छ अलि उता छ यहाँ त खै खासै अलि उता चाहिँ अलि डराउने ठाउँ रहेको छ यहाँ चाहिँ खासै छैन हेर्न सक्नुहुन्छ देखाइरहेको छु गाइजहरूलाई
अन्तिमसम्म हेरिदिनु होला अन्तिमसम्म हेरिदिनु होला र साथ दिनु होला। हजुरको साथ सपोर्टले हामी अघि बढ्न चाहन्छौँ। हेर्नुहोस् मेरो त खुट्टा गलिसकेँ। हेर्नुहोस् अब अझै छ 20-25 मिनट जति छ अब बाटो। 25 मिनटको बाटो छ अझै। हामी चाहिँ बिच अलिकति क्लिप काटेर अरू भिडियो पनि छन् हाम्रा, यसले हाम्रो भिडियोलाई चाहिँ युट्युब च्यानललाई चाहिँ लाइक सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला। यो चाहिँ 150 वर्ष पुरानो बाटो। 150 वर्ष पुरानो बाटो हेर्न सक्नुहुन्छ गाइस। हामी चाहिँ उहाँबाट हिँडेर आएर यहाँ आइसकेका छौँ। अब चाहिँ लास्ट बिसाउने ठाउँ आइरहेको छ। हेर्न सक्नुहुन्छ हजुरले पिपलको बुट्टो देखिरहेछ। हामीले प्रत्यक्ष पनि देखाउँछ तपाईँहरूले। राम्रो रहेको छ खानालाई, तर उता वनको बाटो रहेको छ। त्यही भएर मान्छेले यहाँ कसैलाई पनि देख्न सकिँदैन छैन। उहाँ हेर्नुहोस्, उहाँसम्म बन्छ। उहाँ हेर्नुहोस् उहाँ डाँडा काँडा उहाँ आइयो। यहाँ आइसकेको छ हेर्नुहोस्। अब चाहिँ अलिक डर लाग्दो पाउनु रहेको छ हजुरहरूले। बरपिपल यसमा चाहिँ हाम्रा बाबुबाजेहरूले लास बिसाउने ठाउँ भन्छन्। त्यही भएर यहाँ चाहिँ बस्न हुँदैन धेरै बेर। हेर्न सक्नुहुन्छ है हजुरहरूले प्रत्यक्ष। हेर्नुहोस् वन तस्करी यस्तै हुँदै गइरहेको छ। रुखहरू चाहिँ ढालिएका छन्। हेर्नुहोस् है यहीँ हामीले अहिले लास बिसाउने ठाउँ भनेका थियौँ नि, त्यो ठाउँ चाहिँ यहीँ रहेको छ। हेर्न सक्नुहुन्छ हजुरहरूले, हेर्न सक्नुहुन्छ पिपलको बुट्टो रहेको छ। अब आधी होला है अब आधी जति छ होला। उहाँ चाहिँ एउटा कटेरो प्रतीक्षालाई उहाँ झुकेर कटेर सरी प्रतीक्षालय हो। हेर्न सक्नुहुन्छ हजुरहरूले। बाटो चाहिँ एकदम सफा है दर्शक मान्दाहरू। केही छैन, एकदम सफा बाटो। यो बाटो चाहिँ उहाँ तातो पानी निस्कन्छ। यहाँबाट देख्नुभयो हजुरले त्यो सिडी भएको बाटो चाहिँ तातो पानी निस्किने बाटो हो। यो बाटो पनि तातो पानी नै निस्कन्छ। हेर्नुहोस् प्रतीक्षालय हामी आइपुगिसकेका छौँ। प्रतीक्षालय वन यस्तो छ हेर्न सक्नुहुन्छ कोही छैन। अब हिँड्नै डर लाग्छ। माथि हेर्नुहोस् भिडिरहेको माथि यहाँदेखि माथि चाहिँ भिडलाङ गरिरहेको छ। हेरेर प्रत्यक्ष हेर्न सक्नुहुन्छ हजुरहरूले। हामीलाई अन्तिमसम्म हेरेर साथ दिने महानुभावहरूलाई हामीले विशेष धन्यवाद। एकदमै खतरा भिडियो हेर्नु होला। हेर्नुहोस् बाटो देख्नु भएको छ। देखाइरहेको छु हजुरले पनि हेर्न सक्नुहुन्छ। अहिले हेर्नुभएको छ। हेर्नुहोस् यहाँ चाहिँ पानी। अब चाहिँ यो चाहिँ समुदायले बनाएको प्रतीक्षालय भन्छन्। हामीले चाहिँ बिचमा चाहिँ एउटा घर रहेको आशंका गरेका छौँ। तर यहाँ चाहिँ तपाईँले गुगल म्यापमा पनि हेर्न सक्नुहुन्छ। यो धैर्यनी यो वनको नाम धैर्यनी वन भन्छन्। हेर्नुहोस् यो चाहिँ प्रतीक्षालय। त्यही हामी आइसकेका छौँ। यहाँ चाहिँ अब अँध्यारो एकदम अँध्यारो रहेको छ। अब चाहिँ सुनसान रहेको छ। अब यहाँ चाहिँ अलिक डर लाग्दो छ साथीहरू। यहाँ चाहिँ एकदमै डर लाग्दो रहेको छ। हामी चाहिँ अनि माथि गएपछि एकैछिन विश्राम लिनेछौँ। एकदमै भइरहेको छ। हिँड्ने फेरि बस्नु हुँदैन रहेछ। अलिक डरलाग्दो वन छ नि त साथीहरू। प्रतीक्षालयलाई अलिक जुम गरेर देखाइदिनुहोस् न। कस्तो त्यही प्रतीक्षालय देख्नुभएको छ नि त्यही हो। यो वन धोएको छ एकदमै धेरै धोएको कारणले गर्दा हामी चाहिँ एकैछिन ब्रेक हेर्न सक्नुहुन्छ गाइज। हामी चाहिँ प्रतीक्षालयबाट हिँडेर यहाँ आइसकेका छौँ। हेर्न सक्नुहुन्छ हजुरहरू। यस्तो धौनी बाटो छ। आउँदा चाहिँ स्कुल हुने बाटो यही हो। पहिलाका हाम्रा हजुरले सुन्नुभएको होला 150 वर्ष पुरानो बाटो हो।
150 वर्ष पुरानो बाटो हेर्न सक्नुहुन्छ। अवलोकन गर्न आएका छौँ। हामी चाहिँ यहाँबाट हिँडेर चाहिँ उता पञ्चकोटतिर चाहिँ जाने भनेर ढिकीचौर हुँदै ओखले डाँडा हुँदै पञ्चकोटसम्म यात्रा गर्ने हाम्रो भनाइरहेको छ। पञ्चकोटसम्म कहाँ हो, अभिजितजी घरसम्म हो। त्यति साह्रो त नघाटे हिँड्छ है। घाटेको होइन, घरसम्म भनेको पञ्चकोट पनि त हो गएर पञ्चकोट जाने यहाँ। हेर्न सक्नुहुन्छ हजुरले वन। हेर्नुहोस् वन झमक्कै छ। एकदमै बढी स्याहाँ भएको कारणले गर्दा अब चाहिँ हामी माथि त्यहाँ गएर विश्राम ठानेका छौँ। अब चाहिँ धेरै रहेको छैन। अब चाहिँ त्यही प्रतीक्षालाई चाहिँ अलिक डर लाग्ने थियो साथीहरू। यहाँ चाहिँ डर लाग्दो छैन। यति हो। अब अभिषेकजी हजुर हेर्नुहोस्, हेर्दै जानुहोस् है। यस्तो बनिरहेको छ तलपट्टि चाहिँ प्रतीक्षालाई चाहिँ उहाँ पुग्यो ऊ। अब चाहिँ हामी यहाँबाट लिएर हामी माथि जान्छौँ। बाटो अलि लामै रहेछ, स्याहाँ भयो तर चाँडो छिटो हिँड्छ यो बाटो। तर अलि बढी बनिरहेको छ। अभिजित चाहिँ हाई गरिदिनुहोस् त एकचोटि। पसिना हुनुभएको छ स्याहाँ भएर। उकालो बाटो रहेको छ, एकदमै डरलाग्दो। उकालो भन्दा पनि डरलाग्दो बाटो रहेको छ। सुरक्षित चाहिँ एउटा मान्छेको भरम विश्वास हो। हेर्नुहोस् यस्तो रहेको छ। अब चाहिँ डर लाग्ने ठाउँ चाहिँ काटियो। हजुर विश्राम लिने र माथि ओखले डाँडा गरेर लिने कि यस्तो बनिरहेको छ। तलसम्म हेर्न सक्नुहुन्छ। माथि चाहिँ छर्लङ्ग भिड हो। उहाँहरूलाई हेर्नुहोस्, हामीले चाहिँ उहाँबाट प्रत्यक्ष रूपमा देखाउन गइरहेका छौँ। मान्छे त हिँड्दा रहेछ नि बाटो हिँड्न त, त्यही नि हामी आउँदाखेरि चाहिँ कोही भेट हुनु भएन। स्याहाँ भएको छ, हेर्न सक्नुहुन्छ। यस्तो रहेको छ। अभिजितजी हामी त 13 मिनट यहाँ आइएछ। 13 मिनट बागलुङ बजार हुँदै यहाँ आएका छौँ। हेर्न सक्नुहुन्छ। अब चाहिँ धेरै छैन, 10 रातमाटाबाट 13 मिनट आइयो तर फत्रक परियो फेरि। अब चाहिँ बस्ने हो। हेर्नुहोस् हामी आएको बाटो पछाडिबाट त्यहाँबाट हामी आएको चाहिँ हेर्न सक्नुहुन्छ। हामीलाई चाहिँ एकदमै पसिना भएका छौँ हामी, देख्न सक्नुहुन्छ। हेर्नुहोस् यहाँ चाहिँ चौतारो रहेको छ। यहाँ चाहिँ अब हामी चाहिँ एकछिन विश्राम लिनेछौँ। माथि चाहिँ डढेलो लागेको छ। डढेलोका घटनाहरू पनि गइरहेका छन्, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी चाहिँ यहाँ एकछिन विश्राम लिन्छौँ। हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया अभिजित चाहिँ आउँदै गर्नुहोस्। म चाहिँ हिँड्न लागेँ। मलाई खासै धौ भएको पनि छैन। हेर्नुहोस् यस्तो रहेको छ। एक दिन मेट बिसाउनु भन्नुभयो अभिजितजीले। बिसाम त नि। हेर्नुहोस् यस्तो रहेको छ। हामी आएको चाहिँ कताडा यहाँ अल्ल मल्ल चाहिँ
उहाँ चाहिँ खासै बुटा रहेका छन्, धेरै नै बुटा रहेका छन्, एकदम डरलाग्दो वन रहेको छ। यो वनको नाम चाहिँ धैरिनी वन रहेको छ। ओखले त माथि डाँडा हो। अब जे यहाँ हेर्नुहोस् एउटा पिपलको बुटो रहेको छ, यहाँ चाहिँ चौतारो रहेको छ, हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ यी यहाँबाट गाडी कराएको आवाज पनि सुनिँदैन, त्यति कुरा चाहिँ बुझ्नुहोस् हजुरले। हिँड्नुहोस् अब जितिस धेरै बस्ने नै वनको बेटा। भएको कारणले हामी चाहिँ घर हिँड्न लागेका छौँ। हेर्न सक्नुहुन्छ बाटो यस्तो रहेको छ। अब त्यति एकछिन झोला बोकिदिनु सक्नुहुन्छ। अब रोकिनुहोस्, अब त्यहाँ माथि ओख्ले यहाँ पछि बिसामला हजुर माथि गएपछि हजुरले चाहिँ बागलुङ बजारको भ्यू हेर्न सक्नुहुन्छ। एकदम धेरै होइन तुँहरू लागेको छ। अब जे खासै देखिन पनि देखिँदैन, देखाउन त हामीलाई, तर खासै चाहिँ देखिँदैन है। हेर्नुहोस् हामी 15 मिनटमा क्रस गरेर यो वनको बाटो भनेपछि हामी चाहिँ साहसी मान्छे नै हो एकदम। अन्तिमसम्म हेरिदिनु होला। यो चाहिँ यो वन काट्ने मान्छेले चाहिँ 1 घन्टा लाग्छ यो वन काट्न भन्थ्यो, तर हामी 15 मिनटमा काट्यौँ। 15 मिनटमा काटियो, कहीँ बिसाइएन 1 घन्टा लाग्छ। तर हामी अहिलेका युवा जेनजीलाई चाहिँ 15 मिनटमा कि 20 मिनटमा यो वन चाहिँ हामीले काट्छौँ। अब चाहिँ सकियो, अब अप्ठ्यारो ठाउँ सकियो। हेर्नुहोस् कति छिटो हुने रहेछ यो बाटो। हजुर चाहिँ हैरान पारेर काभ्रेको बाटो जानुहुन्छ, तर काभ्रेको बाटो भन्दा चाहिँ अब अलि उसहरूलाई त अलि गाह्रै हुन्छ, एक्लै हिँड्न त अलि जस्तो लाग्छ, तर सकिन्छ, नसकिने होइन। अब जिजी चाहिँ अलिक बढी डराउनुहुन्छ बाटो हिँड्दाखेरि। होइन डराउनु भने चोर लुटेराहरूको यो समाज पनि गतिलो नभएको कारणले गर्दा चाहिँ हो, तर अझसम्म हामीले देखिएको छैन। हामीले ढाँटेको हजुरले हामी 3 चोटि भइसक्यो, 3, 4, 5 चोटि भयो बाटो हिँडेको। अझसम्म के त्यस्तो त्यस्तो क्रियाकलाप देखिएको छैन, तर भन्ने विश्वास चाहिँ रहेको छ। हेर्न सक्नुहुन्छ अभिषेकजी चाहिँ साथीभाइसित आइरहनु भएको थियो, म चाहिँ पहिलोचोटि हो। अब जिजीलाई चाहिँ पनि पहिल्यैचोटि ल्याएँ। अब चाहिँ हेर्न सक्नुहुन्छ वन क्रसिङ भइसकेको छ। अब जिजी यहाँ एकछिन बसौँ त तौ भयो लास्टै रोकिनुहोस् है दर्शक महानुभावहरू, हामीलाई वाच गरिराख्नुहोस्। हामी चाहिँ हजुरको पछि आउने नै छौँ। अब हेर्न सक्नुहुन्छ हामी चाहिँ विश्राम लिएर फेरि हजुरहरूको माझ उपस्थित भइरहेका छौँ। हेर्न सक्नुहुन्छ हजुरहरूले चाहिँ हामी चाहिँ 17 मिनटमा चाहिँ वन क्रस गरिसकेका छौँ। 10 मिनट हामी प्रतीक्षालाई हजुरहरूले चाहिँ हाम्रो भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला। त्यस पछाडि हामी चाहिँ अझ अघि जान पनि सकिन्छ। हजुरहरूले हेर्नुहोस् ओख्ले डाँडा आइसकियो। हामीले चाहिँ उहाँलाई देखाएको डाँडा मैले पिपलको बुटो देखाएँ कि क्या अरे देखाएको डाँडा चाहिँ पिपलको बुटो रहेको छ। हेर्न सक्नुहुन्छ हजुरले प्रत्यक्ष बाँसगाईको झाङहरू रहेको छ, शेरको झाङ चाहिँ रहेको छ। हेर्न सक्नुहुन्छ यहाँबाट उता चाहिँ ढिकीचौर रहेको छ। यो डाँडा पारि हेर्नुहोस् अभिषेकजी चाहिँ एकदमै धेरै पसिना हुनुभएको छ। हिँडेको गर्दाखेरि पनि होला, सायद विश्राम नलिएको कारणले गर्दा नि होला, एकदमै धेरै भइरहेको छ। गर्मी चढ्न लाग्छ, गर्मी पनि चढेको छ। अब चाहिँ गर्मी चढ्न ला 25 गते नै यही बाटो हिँडेर आउने होला। 24 गते चाहिँ हामीलाई हेर्न सक्नुहुन्छ। हामी चाहिँ उताको त्यो वनबाट हिँडेर चाहिँ वन चाहिँ हामीले फिनिसिङ गरिसकेको छ। बाटो के हो त नि यस्तो, यहाँबाट चाहिँ पहिला बाटो रहेको थियो। अनमा लिएर चाहिँ हामी यता आइयो, केही छैन, ठिकै छ। यहाँबाट हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी बागलुङ बजार हेर्न सक्नुहुन्छ। तुइलेको कारणले गर्दा एकदम क्लियर आएको छैन। यहाँ चाहिँ पानी खाने ठाउँ रहेको छ। हेर्न सक्नुहुन्छ उहाँबाट चाहिँ पानी खाने ठाउँ हो। पानी देख्न सक्नुहुन्छ है। चाहिँ एकदम गर्मी बढेर सुकेर पानी चाहिँ सानो भएको छ। हामीले हजुरहरू तरार देखाएको पिपलको बुटो चाहिँ यही रहेको छ।
सक्नुहुन्छ मैले देखाउने क्यारे हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी अन्तिम चरणमा प्रवेश गरेका छौँ हाम्रो भिडियोलाई। वहाँ हेर्न सक्नुहुन्छ एकदमै राम्रो बागलुङ बजार, त्यसमा काली गण्डकी पनि देख्नुहुन्छ, हेर्न सक्नुहुन्छ। क्लियर देखिएको छैन। माथि हामी चाहिँ ओखले डाँडा पुगिसकेपछि थाहा हुन्छ, हेर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ यो डाँडा चाहिँ लत्रेर हडा गएर हेर्न सक्नुहुन्छ। यत्रो वनको बाटो चाहिँ एकदमै क्लियर आएको छैन, हेर्न सक्नुहुन्छ। खराब मौसमको कारणले गर्दा यस्तो धुवाँले गर्दा पनि एकदम सफा आइरहेको छैन। बागलुङ बजार चाहिँ केही नै देखिएको छैन, हेर्न सक्नुहुन्छ। उहाँ बागलुङ बजार ऊ त्यहाँ हेर्न सक्नुहुन्छ। उहाँ बागलुङ बजार काली गण्डकी नदी पनि यहाँ देखिन्थ्यो, धुवाँलेको कारण देखिएको छैन। हामी चाहिँ 21 मिनट अब यहाँ हेर्न सक्नुहुन्छ। हामी चाहिँ ओखले डाँडा भन्ने पिपलको बुट्टो रहेको छ, यहाँ आइसकेको छौँ, हेर्न सक्नुहुन्छ। अब चाहिँ एकदम क्लियर आएको छ, हेर्नुहोस्। बागलुङ बजारको दृश्य भकुन्डे चाहिँ देखिएको छैन, क्लियर देखिएको छैन बागलुङ बजार, एकदम धेरै धुमी रहेको छ, हेर्न सक्नुहुन्छ। ढिकीचौरको गाउँहरू पनि एउटा घर देखिसक्यो, अलि उतापट्टि अर्को घर रहेको छ, हेर्न सक्नुहुन्छ। ढिकीचौरका गाउँहरू देखिन लागिसके। हेर्नुहोस् गाइज, हामी चाहिँ यत्रो वनको बाटो चाहिँ हिँडेर आएका छौँ, हेर्न सक्नुहुन्छ हजुरहरूले। उहाँबाट हिँडेको हामी चाहिँ त्यो घरबाट हिँडेको चाहिँ हामी यहाँ आइसकेका छौँ। उहाँ देख्नुभयो नि पारि, उहाँ त्यो डाँडो जस्तो त्यो अलिअलि घर छन्, त्यहाँ हिँडेको चाहिँ हामी चाहिँ यहाँ आइसकेका छौँ। हामी चाहिन्छ 20 मिनट 22 मिनटमा यहाँ आइसकेका छौँ। 1-2 मिनटको चाहिँ बसिँदै होला, लगभग 20 मिनट। पोइन्ट हेर्न सक्नुहुन्छ हजुरले, उहाँ भ्यू पोइन्ट देखिएको छ, पिपलको बुट्टो देखिएको छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। अब यता गएपछि चाहिँ हाम्रो बाटोको ढिकीचौरदेखि पारि कतासम्म भिडियो कन्टेन्ट खिच्ने, अब घरैसम्म खिचौँ होला, 30सम्म खिचौँ होला। हेर्नुहोस् गाइज, यो डाँडो चाहिँ यहाँ चाहिँ यो यहाँबाट चाहिँ उता भिरलङखुरी निस्किने बाटो रहेको छ, हेर्न सक्नुहुन्छ। डोडो बाटो प्रत्यक्ष रूपमा देखिन गाह्रै हुन्छ, यस्तो धुवाँले लागेको छ, हेर्न सक्नुहुन्छ। बागलुङ बजार पनि क्लियर देखिएको छैन, काली गण्डकी नदी पनि हल्का देखिन्थ्यो, काटे खोला सालकोटको पुल चाहिँ देखिएको छैन, नेपालकै अग्लो गर्दा चाहिँ केही देखिन सम्भव छैन। हजुरले चाहिँ हामीले एकदम क्लियर मौसम भएको टाइममा चाहिँ हजुरलाई चाहिँ हामीले यहाँ आएर जानकारी गराउँदछौँ, हेरिराख्नु होला प्रत्यक्ष प्रसारणमा। गाइजहरू चाहिँ हामी चाहिँ एकदम कत्रो वन क्रस गरेका छौँ हामीले, हेर्नुहोस्। यति ठुलो वन चाहिँ हामीले जम्मा 23 मिनट क्रस गरेका छौँ। कम्तीमा पनि यो वन काट्नलाई चाहिँ 1 घन्टा लाउँछन् मान्छेहरू। हामीले चाहिँ नबिसाएको कारणले, फास्ट हिँडेको कारणले गर्दा चाहिँ हामी चाहिँ यो वन काटिसकेका छौँ, हेर्न सक्नुहुन्छ हजुरले। प्रत्यक्ष प्रसारण टङ्किरहेको छ ओखले डाँडा, हेर्नुहोस्। यो डाँडा चाहिँ ओखले डाँडा, हेर्न सक्नुहुन्छ। पिपलका बुट्टाहरू रहेका छन्, टङ्किरहेको छ। उहाँ टङ्की थियो पहिला चाहिँ, अहिले चाहिँ छैन, पहिला थियो। अब चाहिँ हामी हिँड्दैछौँ प्रत्यक्ष प्रसारणमा रहिराख्नु होला। अब चाहिँ हामी हिँडिरहेका छौँ, हेर्न सक्नुहुन्छ हजुरहरूले प्रत्यक्षमा। अब यहाँ चाहिँ हामी ढिकीचौर निस्कन्छौँ, हेर्न सक्नुहुन्छ। यहाँ नि अलि यस्तो रहेको छ, गाउँहरू देखिन लागिसके, हल्का घर देखिएको छ, हेर्नुहोस्। मङ्गलेको डाँडो भन्छन् यसलाई चाहिँ। हेर्न सक्नुहुन्छ, यहाँ आइरहेका छौँ। यहाँ चाहिँ नत्र हामीले धेरै नै हजुरलाई देखाउने
भनेका थियौँ टुहुँले गर्दा केही पनि देखिएको छैन। पानी आएको पनि छैन लामो समयपछि। पानी थोप्लो पनि पऱ्यो। पानी थोप्लो पनि परेको छैन। हेर्न सक्नुहुन्छ अब उता गएपछि चाहिँ हाम्रो घरहरू देखिन थाल्छन्। डाँडाकाँडा पनि देखिन लाग्यो। अनि उज्यालो पाक्लिङ बजार चाहिँ हटिसक्यो। अब चाहिँ यता आइसकेका छौँ। अब यहाँबाट चाहिँ हामीले पारी चाहिँ सिगाना टिट्याङ यता भकुन्डे। अब चाहिँ हेर्नुहोस् हामी चाहिँ प्रवेशद्वारमा रहेका छौँ। खाट्टाउकाको मन्दिर देखिएको छौँ। हेर्नुहोस् यहाँबाट यता चाहिँ बानाप्रसाद हेर्न सक्नुहुन्छ। हामी उताबाट आएका हेर्नुहोस् उहाँ मूलपानी आउन पर्ने थियो। मूलपानी हुँदै यतापट्टि काभ्रे हुँदै आउनु पर्ने थियो। काभ्रेबाट यता जानुपर्ने थियो। लामो बाटो रहेको कारणले गर्दा हेर्न सक्नुहुन्छ हजुरले भ्यू एकदमै राम्रो दृश्य देखिएको छ। हजुरहरू पछि उहाँ टङ्किरहेको छ। अवलोकन पनि गर्न आउन सक्नुहुन्छ। उहाँ चाहिँ टङ्किरहेको छ। हेर्नुहोस् टङ्कीमा आग लगाएको छैन। अस्ति हामी आगो थिएन। एकदम डरलाग्दो लागेको रहेछ। हेर्न सक्नुहुन्छ हामी मासु जुडिरहनु होला। हेर्न सक्नुहुन्छ यस्तो भिरको बाटो चाहिँ हामी आइरहेको छौँ। हेर्न सक्नुहुन्छ प्रत्यक्ष मन्दिर शिवालय। नमस्ते गरौँ न मन्दिर। नमस्ते। मलाई देखाइदिनुहोस् त दर्शन गरे। दर्शन मन्दिरमा आइयो हामी। शिवालय मन्दिर अस्ति चाहिँ शिवरात्रिको दिन पूजा भएको थियो। हामी चाहिँ यहाँ आएका थियौँ अस्ति पनि। यो बाटो चाहिँ भालमारे गइन्छ। यो बाटो सानो डोरो देख्नुभएको छ हजुरले। हजुरलाई ठुलो डोरो चाहिँ ढिकी चौर पुग्नेछ। पनि एउटा मन्दिर रहेको छ हेर्न सक्नुहुन्छ। हेर्नुहोस् हामी चाहिँ बाटोले धिमी उहाँ चाहिँ हाम्रो थाप्लेको धुरी देखिएको छ। थोरै संसारकोट राराइकोट यता माछकोट यता कालीकोट चाहिँ देखिन सकिरहेको छैन। हेर्नुहोस् गाइजहरू सक्यो उहाँ देखाइदिनुहोस् घर अनि बन्द राम्रो उहाँ चाहिँ हाम्रो घर रहेको छ। जुम गरेर देखाइदिनुहोस् न। हेर्न सक्नुहुन्छ हाम्रो घर चाहिँ देखिरहेको छ। ल दर्शक महानुभावहरू हामीले यति बेलासम्म हजुरलाई भिडियो देखाइयो। हजुरले कस्तो सुझाव लाग्यो हजुरलाई लाइक कमेन्ट अनि सेयर गरिदिनु होला। र हामीलाई लाइक गरिदिनु होला। लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। हाम्रो 1000 सब्सक्राइब भयो भने हामी अघि बढ्न चाहन्छौँ। त्यस्तै भिडियोहरू क्लिपहरू लिएर हामी उपस्थित हुने नै छौँ। ल हेर्न सक्नुहुन्छ यी। ल यस्तै हो। अब हामी गाउँमा आइसकेको छ। अब चाहिँ घर देखिसक्नु भएको छ। उहाँ आइरहेको छ। अब चाहिँ हामीलाई 10 मिनट लाग्छ यहाँ जान। 10-15 मिनट लाग्छ। 10 मिनट लाग्छ। 10 मिनट लाग्छ। ल अहिले चाहिँ हामी यो भिडियो चाहिँ बाट चाहिँ भाइरल हुन गइरहेको कारणले ल हजुरहरूलाई चाहिँ बाई गाइज अर्को भिडियोमा चाहिँ फेरि भेटौँला। हस् त धन्यवाद बाई। अनि सब्सक्राइब हाम्रो भिडियोलाई लाइक सब्सक्राइब अनि कमेन्ट गरिदिन नभुल्नु होला। सब्सक्राइब पनि 1000 सब्सक्राइब गरिदिनु होला। हेरिदिनु भयो भिडियो हाम्रो भिडियोलाई। ल अभिजितजी बन्द गरिदिनुहोस्। ल हस्।